रायोको साग बनाउँदैछु। यहाँ धोएर काटेर यसमा राखेको छु। त्यसपछि यसमा हाल्ने सामग्रीहरू अदुवा र लसुन कुटेर, खुर्सानी टुक्रा टुक्रा रातो खुर्सानी सुकेको टुक्रा टुक्रा पारेर, अनि त्यसपछि प्याज काटेको छु। अनि त्यसपछि यहाँ जिरा र मेथी राखेको छु। अब म तरकारी बनाउने प्रोसेस चाहिँ गर्न थालेँ। यहाँ नुन छ, स्वादअनुसार पछि हाल्छु। कडाई तातिसकेको छ। अब यहाँ तेल राख्छु, सर्सोको तेल, तोरीको तेल यसमा राखेँ। तेल तातिसकेको छ। अब यसमा जिरा र मेथी हालेँ। यहाँ लसुन र अदुवा कुटेर राखेको छु, त्यो पनि हाल्नु। अनि यसमा रातो खुर्सानी पनि राखेँ। यतिको भइसकेपछि अब यसमा प्याज पनि राखेँ। मलाई हिङ मनपर्ने भएको हुनाले म अलिकति हिङ पनि राखेँ। तपाईँहरूलाई इच्छा छ भने हाल्नुहोस्, छैन भने नहाल्नुहोस्, त्यस्तो पनि मिठो हुन्छ। यतिको पाकिसकेपछि अनि त्यसपछि गोलगडा पनि हाल्नु। एकछिन यसलाई मजाले पकाउनु। ल, यसरी पाकिसकेपछि अब यसमा चाहिँ साग पनि हाल्नु। साग हाल्नु। ल, साग हेरिदिएँ। ल, यसमा अब स्वादअनुसारको नुन हाल्छु। ल, अब एकछिन छोपेर पकाउँछु। ल, हेर्नुहोस् कति मजाले पाकिसकेपछि। अझ एकछिन यसको पानी चाहिँ म गर्छु, सिद्धाउँछु। डढाएपछि अनि बल्ल राख्दैछु। तयारी अवस्था हेर्नुहोस्। हस् त, धन्यवाद।